नमस्ते नमस्कार सम्पूर्ण तपाईहरुको माझमा फेरि पनि भिडियो लिएर आइसकेको छु। आज हामी कुरा गर्नेछौँ राष्ट्रिय परिचय पत्रबाट त्यो भोटर कार्ड कसरी बनाउने, के समस्या झेल्नु पर्ला त्यसको बारेमा आज चर्चा परिचर्चा गर्नेछौँ। धेरै साथीहरुको कमेन्ट आइरहेछ कि मैले राष्ट्रिय परिचय पत्र हालेर पनि यस्तो समस्या आइरहेछ। त्यो समस्या के आइरहेछ म तपाईहरुको सामुख लिएर आइरहेको छु। यो समस्या आइरहेछ। तपाईले यो समस्या हेर्नु भएछ। याना आईडी सर्भरबाट डाटा प्राप्त हुन सकेन, कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। यो समस्या किन आइरहेछ भने नि हाम्रो देशमा त्यति स्ट्रङ सर्भर छैन अनि एकैचोटी मान्छे हजारौं लाखौं को फर्म सबमिट हुन्छ। त्यसै भएर यस्तो समस्या देखा पर्छ। जस्तै हामीहरुको रिजल्ट आउँदा +2 या ब्याचलर या मास्टर या 10 क्लासको जब तपाईहरु एकैचोटी सबजनाले चेक गर्नुहुन्छ अनि डाटा एरर बताइरहन्छ, के समस्या बताइरहन्छ। त्यसको कारण हो कि त्यो सर्भर त एउटा हो, वेबसाइट पनि एउटा हो अनि मान्छे त धेरै जना त सर्च गरिरहेको हुन्छ। त्यही भएर यस्तो समस्या आइरहेछ। त तपाईहरु सकुसँग रातिमा फर्म भर्दाखेरि या त बिहान 4-5 बजे भर्दाखेरि त्यस्तो समस्या आउँदैन, किनकि मान्छेको जब ट्राफिक हाई हुन्छ नि त्यतिबेला त्यस्तो समस्या हुन्छ। बिहान रातिको समस्या मान्छे कम हुन्छ नि, त्यही भएर यो समस्या आइरहेको हुन्छ। अनि यो समस्याको सल्युसन यही हो कि कम मान्छे कतिखेर फर्म भर्छ त्यो मात्र हेर्नुपर्छ। मैले त 90% को 11-12 बजे राति फर्म भरेछु या बिहानको 4 बजे 2 बजे 3 बजेतिर मात्र म फर्म भरेछु अनि त्यो समस्या झेल्नु पर्दैन। अनि तपाईहरु प्रयास गर्दा गर्दा भइहाल्छ, आत्नु हुँदैन। कुनै कुरा गर्दाखेरि आत्नु हुँदैन। धेरै जसो मान्छे आतिहाल्छ, 2-4 चोटी गर्छ त्यसपछि हुँदैन भने छाड्दिन्छ। त्यस्तो गर्नु हुँदैन। यो समस्याको सल्युसन यही हो। अनि त्यस तर पनि हुँदैन भने मलाई सम्पर्क गर्नु, म निशुल्क फर्म भरेको हुन्छु। धन्यवाद।